मलाई फेरि बियर खान मन लागिरहेको छ। चाहिँ किन्ने अवस्था सबै चाहिँ पात्ने साथीहरू हाम्रो चाहिँ यहाँ सब्जी बनाइसकेर मैले बनाइसकेको बनाएँ। हेलो साथीहरू, आज चाहिँ म हजुरहरूसम्म न्यू भिडियो लिएर आइसकेको छु भन्दै अनि म चाहिँ खास भिडियो बनाउने प्लानिङमा चाहिँ थिइनँ, तर पनि आजको हाम्रो यो खाना चाहिँ आज पुरी बनाएर खाने भनेर अहिले कहिले सल्लाह भयो। रात पनि चाहिँ परिगएको छ, तर पनि अब बनाएर खाऊँ न। बनाएर खानुमा त फेरि लास्टै जाँगरीले हो नि त, हामी काम गर्नुमा चाहिँ अलिक अल्छी भए पनि। अनि त्यही भएर पुरी बनाउँदैछु भनेपछि त्यसको भिडियो बनाउँछु भनेर बनाइरहेको छु। तपाईँहरू हेरिदिनु भन्दै पुरा मातेको छु। मलाई फेरि बियर खानु मन लागिरहेछ। ब्लड सफा गर्छ नि त, मेरो ब्लड लास्टै फोर भयो। ओइ प्रीति, प्रीति त्यहाँ अर्को बेलेको लिएन त्यो थालै लिएँ अनि यहाँको थाल लैजा फेरि। मेरो काख तिम्रो सिरानी होस्। एउटा डेक्ची पनि ले ल, डेक्चीमा लाउनु होला हौ। हैन ठुलो यत्रो अलि हुँदैन। प्लिज प्रीति तिमी त्यसो नबना। छैन अथा आगोले सेकाएको। म चाहिँ यहाँ यत्रो थालमा राख्दैछु साथीहरू। झर्छ मात्रै होला। सब्जी पनि बनाएकै छौँ न हामीले चाहिँ। म सब्जी बनाएको पनि भिडियो बनाउँछु। सब्जी चाहिँ हाम्रो यहाँ भाउजूले बनाउनुहुन्छ। लातले भागिन मोरी। नरिसाउनु है, यहाँ मेरो भ्लग डिसमा डिस्टर्ब आउँछ। मेरो काख तिम्रो सिरानी होस्। हाम्रो चाहिँ साथीहरू जहिले अब त्यो हामी खानेहरू त प्लानिङ नै हुँदैन। एकैचोटि खाऊँ न भन, खाऊँ न खाऊँ भन्यो, बनायो खायो। त्यही अब बनाउने खाने भिडियो बनाउने भन्ने त्यस्तो प्लानिङ नै हुँदैन क्या। एकैचोटि बनाउनु पर्छ क्या, त्यही भएर खासै राम्रै हुँदैन। फेरि अथा तेल छिटियो नि मेरो हातमा। अनि त्यही भएर त्यस्तो प्लानिङ नै हुँदैन। अनि भिडियो बनाउनु नै फेरि कस्तो झ्याउ लाग्दो भन्दा पनि घर चाहिँ रहरले हो मैले बनाएको। नि पहिला अब साह्रै बनाउने मन थियो मलाई चाहिँ। टिकटक है युट्युब, अनि त्यसपछि बनाएको। पहिल्यैदेखि बनाउने मन चाहिँ थियो। युट्युब च्यानल पनि खोलेको थिएँ निकै पहिला अगाडि। यो सायद 2 वर्ष अगाडि नै होला मैले युट्युब च्यानल खोलेको थिएँ। अनि त्यहाँ चाहिँ रिल्स भिडियोहरू 2-3टा हालेको थिएँ। अनि ब्याक साइडकोहरू मात्रै प्रोफाइल पनि ब्याक साइडकै राखेको थिएँ। मौसमी लिम्बू नै थियो च्यानल चाहिँ। अनि फेरि त्यतिकै त्यो युट्युब च्यानलै बिग्री गयो। त्यहाँदेखि त्यति खोलेको पनि थिएन। बिग्री गयो भन्दा पनि मेरो फोन चाहिँ चेन्ज भयो क्या। मैले त्यस्तै त्यो पासवर्डहरू खै केही त्यो उयो नै गरिनँ। त्यही भएर त्यत्तिकै थियो। अनि फेरि यो खोलेर बनाएको भर्खरदेखि भन्दा पनि निकै भयो बनाएको। तर पनि अब भिडियोहरू चाहिँ खासै पहिलाको जस्तो चाहिँ बनाउँदैन। पहिला चाहिँ अलिक बनाउँथेँ, अलिक निकै नै। अहिले चाहिँ प्रायः बनाउँदिनँ, घरिघरि बनाउँछु। सो अनि अहिले पनि यो पुरी बनाएर खाने भनेर यहाँ बनाउँदै गरेको। म चाहिँ भिडियो बनाउनु मन लाग्यो भने भिडियो बनाइदिएको।
फाइनली साथीहरू हामीले चाहिँ रोटी पोलिसकेको छौँ भने चाहिँ हाम्रो अचार बनाउनु सक्यो। किन पो थाल राखेको सबै एक ठाउँ हालेर यो चाहिँ हाम्रो सब्जीको लागि तयारी हुँदैछ। तँलाई देखाइदिउँ कत्रो बेसा लगाएको मेरो भ्लग स्टार्ट भइरहेको छ लगाइ तरकारी पाक्दैछ। हाम्रो कान्छामाले यहाँ तरकारीमा धेरै बेसर हालेको छ। हालेको अवस्था भरे चितो भयो भने कान्छामालाई सबै दिने अवस्था सबै किन्ने अवस्था सबै चाहिँ पाक्ने पारिहाल्छु। यहाँ बोल्ने मान्छे चाहिँ यस्तो खालको छ है। हजुर 100 रुपियाँ दिनु वाट 100 रुपियाँ किन चाहिँ सब्जी बनाइसकेर मैले बनाइसकेको बनाएँ यस्तो किनेर गर्छु नि चाहिँ 2 PM पनि खानु आँटेको बनाएर साथीहरू हाम्रो चाहिँ यहाँ टाउको पनि पाकिरहेको छ अनि हाम्रो सब्जी त्यस्तो खाएको भएको चाहिँ राम्रो भएन अनि हाम्रो चाहिँ खाना पनि छ है। खाना चाहिँ यही खान्छु रोटी धेर खान्न त्यसपछि टाउको चाहिँ धेर खान्छु।